नमस्कार सबैजनालाई। आज म तपाईलाई जापानिज भाषाको सबैभन्दा ठुलो एक्जाम JLPT एक्जामको अनलाइन फर्म कसरी भर्ने भनेर सिकाउन गइरहेको छु। यसको लागि सर्वप्रथम तपाईले JLPT आइडी बनाउनु पर्ने हुन्छ। त्यसको लागि jlpt.org.np मा गएर JLPT आइडी बनाउनु पर्छ। त्यसपछि जुन चाहिँ एक्जाम दिने हो त्यो लेभल चुज गरेर आफ्नो पुरा नाम मिस्टेक नगरी र आफूले प्रयोग गर्दै आइरहेको जिमेल आइडी चाहिँ इन्ट्री गर्नुपर्ने हुन्छ। त्यो जिमेल आइडीको पासवर्ड डबल इन्ट्री गरेर कन्फर्म गर्नुपर्ने हुन्छ र आवश्यक ओटिपी र मेसेज आउने फोन नम्बर चाहिँ इन्ट्री गर्नुपर्ने हुन्छ। त्यसपछि नो सेलेक्ट गरेर आई एग्री टु पे फर्म चार्ज भन्ने अप्सनलाई टिक लगाएर रजिस्टर गर्नुपर्दछ। यसो गरेपछि माथि इन्ट्री गरेको जिमेल आइडीमा चाहिँ एउटा भेरिफाई भन्ने आउँछ। त्यो भेरिफाईमा क्लिक गरेर हामीले आइडी बनाउन सक्छौँ र त्यही आइडी प्रयोग गरेर हामी लगइन हुन्छौँ। लगइन भएपछि यस्तो प्लेटफर्म आउँछ जुन चाहिँ लेबल र नाम चाहिँ पहिले नै भरिएर आउँदछ। त्यसपछि आवश्यक आफ्नो पर्सनल इन्फर्मेसनहरू लगातार भर्दै जानुपर्ने हुन्छ। आफ्नो डेट अफ बर्थ, एक्जाम रिजल्ट भएपछि चाहिँ रिजल्ट हेर्नको लागि चाहिँ एउटा पासपोर्ट चाहिँ आफूले सेट गर्नुपर्ने हुन्छ। त्यसको नम्बर चाहिँ 8 अङ्कको पासपोर्ट चाहिँ बनाउनु पर्ने हुन्छ। त्यसपछि आफ्नो फोटो ब्याकग्राउन्ड वाइट, चस्मा नलगाएको, साइज चाहिँ 1 MB भन्दा तलको फोटो अपलोड गर्नुपर्ने हुन्छ। त्यसपछि आफ्नो नेटिभ ल्याङ्ग्वेज, आफ्नो एड्रेसहरू, सिटीहरू सबै भरेपछि अनि पोस्टल कोड पनि भर्नुपर्ने हुन्छ। तपाईँले पोस्टल कोड थाहा छैन भने गुगलमा गएर चाहिँ पोस्टल कोड डट भनेर हाल्यो भने चाहिँ हामीले सहिलेसँग चाहिँ आफ्नो जिल्ला बसिरहेको जिल्लाको पोस्टल कोड पाउन सक्छौँ। यसरी फर्म भर्दाखेरि चाहिँ नातिकिन भरिदिनु होला र मिस्टेक भएमा चाहिँ पछि एक्जाम दिने बेलामा चाहिँ आफूलाई अलिकति झन्झट हुने भएकोले नातिकिन भर्नु होला। आफ्नो आइडी चाहिँ जस्तै पासपोर्ट आइडी हाल्ने हो कि अथवा नागरिकता हाल्ने हो त्यो सिलेक्ट गर्नुपर्ने हुन्छ र फोटो पनि अपलोड गर्नुपर्ने भएकोले चाहिँ पासपोर्ट भए पनि नागरिकता भए पनि अगाडि पछाडिको फोटो जुन चाहिँ साइज चाहिँ जहिले पनि 1 MB भन्दा कम हुनुपर्छ त्यो फोटोहरू चाहिँ अपलोड गर्नुपर्ने हुन्छ। त्यसपछि आफूले ल्याङ्ग्वेज कहाँ पढेको, त्यो सेन्टरको नाम, त्यो एक्स्ट्रा इन्फर्मेसन हो, त्यो रियल हुनुपर्छ भन्ने छैन। त्यसपछि किन पढेको होइन, अनि अकुपेसन के छ है, त्यो सबै भर्नुपर्ने हुन्छ। त्यसपछि जापानिज भाषा तपाईँले कोसँग कम्युनिकेट गर्नुहुन्छ त्यो सिलेक्ट गर्नुहोस् या नभए सेन्सीसँगै हुन्छ, त्यही भएर सेन्सीसँग रिडिङ राइटिङ प्र्याक्टिस सबै त्यो सिलेक्ट गर्नु होला। तपाईँले एक्जाम कतिचोटि दिनुभएको छ, जुन एक्जाम जुन लेभलको एक्जाम दिनुभएको छ त्यसमा चाहिँ एकचोटि दिनुभएको छ भने 1, दुईचोटि दिनुभएको छ भने 2, अनि त्यस अप्सन पास भयो कि फेल भयो त्यो पनि गर्नुपर्ने हुन्छ। माथि हामीले केही छुट्यायौँ भने चाहिँ हामीले नेक्स्ट गर्न मिल्दैन, त्यही भएर माथि कम्प्लिटली चेक गर्नुपर्छ है। त्यसपछि यहाँ मैले एन्फो चाहिँ एकचोटि दिएको थिएँ, त्यो एकचोटि दिँदाखेरि त्यसको रिजल्ट के भयो त, पास भयो कि फेल भयो त्यो पनि हामीले गर्नुपर्ने हुन्छ है। सेलेक्ट अप्सन भन्ने छ, त्यसमा चाहिँ पास हो कि फेल, म फेल भएको थिएँ त्यही भएर फेलमा चाहिँ क्लिक गरेपछि चाहिँ यस्तो आउँछ, चेक गर भनेर आउँछ। चेक गरेपछि फेरि पेमेन्ट अप्सन आउँछ। हामीले खल्तीबाट चाहिँ हामीले 3000 पेमेन्ट गर्नुपर्ने हुन्छ। पेमेन्ट गर्नको लागि चाहिँ खल्ती आइडीमा चाहिँ लगइन गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ आइडी र पासपोर्ट हालेर लगइन गर्नुपर्छ। त्यसपछि सबमिट गरेपछि चाहिँ जुन चाहिँ नम्बरमा त्यो आइडी बनाएको छ त्यो आइडी त्यो फोन नम्बरमा चाहिँ ओटिपी आउँछ। त्यो ओटिपी चाहिँ हामीले त्यहाँ इन्टर गर्नुपर्छ। इन्टर गरेपछि हामीले खल्ती भाडा चाहिँ
3000 काटिन्छ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ। पहिला 3100 थियो, अहिले 121 छ। त्यसपछि हाम्रो एक्नोलेजमेन्ट स्लिप भन्ने आउँछ, त्यो पनि सेभ गरेर राख्नु होला। त्यसपछि जुन चाहिँ तपाईँले जिमेल आइडी युज गर्नुभएको थियो त्यसमा चाहिँ तपाईँलाई एप्लिकेसन PDF र एक्नोलेजमेन्ट चाहिँ PDF मा आउँछ। त्यो पनि तपाईँले फ्युचर युजको लागि चाहिँ डाउनलोड गरेर राख्नु होला। ल यसरी तपाईँले पोस्टल कोड चाहिँ जान्न सक्नुहुन्छ। त्यो पोस्टल कोड अफ मैले सिन्धुली भरेको छु, सिन्धुली हाल्नु भने चाहिँ यसरी गुगलबाट चाहिँ हामीले पोस्टल कोड थाहा पाउन सक्छौँ। आजको भिडियोले पक्कै पनि तपाईँलाई JLPT फर्म आफ्नै मोबाइलबाट आफैले भर्न चाहिँ सक्षम बनाए जस्तो लाग्छ। तसर्थ यो मेरो भिडियोलाई चाहिँ लाइक सेयर गरेर च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। आजले यति नै। नमस्ते।